हेलो नमस्ते हजुर सबैलाई मेरो भ्लगमा स्वागत छ। आज चाहिँ हाम्रो घरमा स्वस्थानीको पूर्णिमाको पूजा छ। सो हामी चाहिँ बिहान उठेर सबैजना सामानहरू रेडी गर्दैछौँ। बाबा यहाँ के बन्दैछ? यहाँ खिर पुरी तरकारी अचार मालपा अपुङ्गो। मम्मी कस्तो छ? हजुरलाई 1 महिनाभरि व्रत बसेर ओ माय गॉड खै 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 ओहो स्विटी पाए हाम्रो। अनि यहाँनिर चाहिँ के हुँदैछ? यता आलुको अचारको लागि रेडी हुँदैछ। दिनेशजी कस्तो छ हजुरलाई? मलाई ठिक छ, हजुरलाई कस्तो छ? मलाई नि ठिक छ धन्यवाद। हाम्रो चाहिँ खिर रेडी भइसक्यो यहाँ। हजुरलाई म अपडेट गर्दै गर्छु है त। धन्यवाद। चाहिँ हाम्रो यहाँ आलुको अचार बन्दैछ। यो अचारमा सबै यो खुर्सानी हाल्ने पिरो हुनेवाला छ। हाम्रो घरमा चाहिँ यहाँ मिस परी पुरै परी जस्तै चिटिक्क परेर आइसकेको छ। अनि यहाँ हुनुहुन्छ भाउजू। हेलो हेलो मिसेस पौडेल, वेलकम टु आवर भ्लग। अब यहाँनिर तरकारी पनि रेडी भयो गाइस। यहाँ म सबैजनालाई चिया बनाउँदैछु। आइसक्नु भयो धेरैजना। हाम्रो चाहिँ यता सिस्टरहरूले पुरी बनाउन लागिसकेको छ। कस्तो फिल भइरहेछ पुरी बनाउनलाई? एकदमै गुड फिल। राम्रोसँग बनाऊँ, गोलो गोलो म अहिले जज गर्छु। ल है राम्रोसँग बेल्ने है नानी। ल निसा हेलो वेलकम टु आवर भ्लग। ए भ्लग पो हाई नाना, तिम्रो स्पिन गरेर ड्रेस देखाइदेऊ। ड्रेस देखाइदेऊ न तिम्रो स्पिन गरेर। ये ब्युटिफुल। सो गाइज अब चाहिँ हाम्रो पूजा गर्ने बेला भयो, त्यही भएर म चाहिँ कुर्ता लाउन आएको छु। कुर्ता लगाएर पूजा स्टार्ट गर्छौँ। ल गाइज आइ एम रेडी। दिस इज माई सल। खाइदिन खुसला तुलसी पत्ता छ हैन? को बाजा बाजा दिनेश पान ल्याएको छैन एकदमबाट? काची पान लिएर आवाहनं समर्पयामि। ओम देवीर्वाणो संघाते वीर्यनवर्धयेन आवसेन तदेन कुमारेण च पार्वाणो रेणुकाकाटं वसुवने। त्यसपछि चौरावतीले गोमा महारानीलाई र नवराज राजालाई साष्टाङ्ग दण्डवत प्रणाम गरी लावण्य बत्ती रानीलाई आशिष दिन। लावण्य बत्तीले चौरावतीलाई ढोगी दिन। नवराज राजाले मैले प्रसाद पाएको छैन। तँलाई मलाई के रे ठिक होला आजलाई है। ए उसले दियो कि प्रसाद? थ्याङ्क यू। प्रसाद बाँड्दै प्रसाद कस्तो भएछ मामा? मामा प्रसाद कस्तो भएछ? मिठो? दाई कस्तो लागिरहेछ हजुरलाई प्रसाद? मिठो? मामा उता खाँदै होइसक्छ। हामी चाहिँ अब मन्दिर जाँदैछौँ सबैजना। बाबाले होला सायद। हामी चाहिँ अब मन्दिर जाँदैछौँ। आज मन्दिरमा पूजा गरेर फेरि घर आउँछ। हामी चाहिँ मन्दिर आइपुगिसकेका छौँ। मन्दिरमा धेरै जाडो छ बाहिर आज। यही हो मन्दिर पछाडि देख्छु।
लोकेवारास वयं सर्वत्र यशो विजय लाभादि प्राप्त्यर्थं च तथा विशेषतः रमा सहित श्री सत्यनारायण देवता प्रीत्यर्थं च अद्य पौर्णमास्यां यथोपचारे लब्धोपचारे षोडशोपचारे विशेष षोडशोपचारेण हेलो यत्रो बेरसम्म लास्टसम्म भ्लग हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद आजको लागि चाहिँ यति नै सबैजनाले बाई भन्दिछु जय शम्भु जय शम्भु जय पशुपतिनाथ हस्